यहाँ हेर्नुस् त साथीहरु, मुला चाहिँ कति मजाले सुक्यो है। अब यो रेडी भयो, यसलाई प्याकेटमा भरेर राखिदिन्छु। अब मलाई जहिले खानु मन पर्छ, अलिअलि तातो पानी भिजाएर मिक्स गरेर खान सक्छु म। र यहाँ साइडमा सुन्तलाको बोक्रा पनि छ, यसलाई चाहिँ मजाले सुकाएर एकदम खरखर बनाएर मिक्सीमा पिसेर यसलाई चाहिँ म प्याक बनाएर राख्छु। किन यो सुन्तलाको बोक्राको प्याक चाहिँ एकदमै दामी हुन्छ स्किनको लागि। अहिले त सुन्तलाको सिजन हो साथीहरु, तपाईहरु पनि सुन्तलाको बोक्रा फ्याक्नु भन्दा चाहिँ यसरी घाममा मजाले सुकाएर हैन मिक्सीमा पिसेर तपाईहरुले प्याक बनाएर लाउन सक्नुहुन्छ। अलिकति हनी मिलाएर है, र अलिकति मुल्तानी मिट्टी हैन यसरी मिलाएर लाउन सक्नुहुन्छ। यो एकदमै दामी प्याक हुन्छ यसको। सो फ्रेन्ड्स, यो मेरो अलरेडी सुक्यो है, यसलाई चाहिँ म भर्दैछु। भर्नु त मलाई अप्ठ्यारो भयो। जिपरवालै प्लास्टिकमा भर्दैछु यसलाई पनि मैले। लगभग अलिअलि गर्दै सबै मैले सुकाइसकेँ है। इस्कुसको चाना, फुलुङ्गेको चाना, मुलाको चाना, तपाईँहरू पनि यसरी सुकाएर राख्न सक्नुहुन्छ। एकदमै राम्रो हो। ओके फ्रेन्ड्स, बाई बाई। फेरि भेटौँ मेरो अर्को भिडियोमा।